पापा छोरीको हाईसँगै हाम्रो बिना प्लानको शनिबारको आउटिङ स्टार्ट भयो। घुम्न जाने भनेपछि बेबीको रौनक हेर्नु त गुडुटुट्ट कुदेर अनि फनानन्न घुम्नुहुन्छ क्या बेबी। यो वान पिसमा चाहिँ बेबीलाई एकदमै घुम्न मनपर्छ। अनि फेरि दौडिँदै छिटो बाइक निकालिछु न पापा, जान ढिलो भयो भन्दै आफै पो बाइक चलाउन चाहिँ गर्नुहुन्छ त। म पनि छु है भन्दै म पनि मक्ख पर्दै थिएँ। एक्चुअली हामी धेरै भइसकेको थियो यसरी बाहिर नहिँडेको। बेबी बिरामी, कहिले म बिरामी, कहिले पापा बिरामी। हामी पुग्यौँ बुटोलको फुलबारी अनि हामी चाहिँ साँझ साँझ जस्तो नै भइसकेको थियो। त्यही भएर चाहिँ धेरै मान्छे चाहिँ हुनुहुन्न थियो। अनि बेबी त एकदम खुसी भएर फटाफट हिँड्न लागेछ। मैले पनि टिकट काटिसकेँ यता। बेबी भने माथि नै चढेर हिँड्न लागेको हो। बेबीलाई चाहिँ यो हेर्ने भन्दा पनि कता गेम छ र खेल्न जाऊँ भन्ने चाहिँ तनाव भइरहेको थियो। अनि ल ममा छिटो जाऊँ गेमतिर भनेर पापा छोरी भयो अगाडि ल हाई गर्दै अगाडि लागिसिन्छ बा। फुलबारी त धेरैचोटि गयो, तर यो गेम सेक्सनतिर चाहिँ हामी कहिले पनि गएको थिएनौँ। तर बेबीलाई चाहिँ भिडियोमै हेरेर थाहा भइसकेछ। पापा छोरीको ताल हेर्नुहोस् न, बिचरा मेरो छोरी त्यो हाइट नपुगेर त्यो यति आँखाले अलिकति मात्रै देख्दा पनि यो गेम खेल्नु पऱ्यो कि उसलाई सकि नसकी गेम खेल्दै थिइन्। अनि पापाले चाहिँ माथि समातेर पनि खेलाउँदै एकछिन्छ कि कहिले काँधो बोकेर कहिले कता बोकेर उसलाई सबै गेम खेल्नु पऱ्यो कि यहाँ। ल पापा छोरी तिमीहरूले केही पनि पारेन, म खेल्छु भनेर गरेको त म चाहिँ के पारेँ थाहा छ, पात पारेँ कि त्यहाँ पात। मेरो छोरी एक्लै भयो नि खेल्छु भनेर एक्लै मजाले गाडी खेल्दै एकछिन्छ। यो बेबी गाडी खेलेको बेलामा म चाहिँ यतातिर ल हेर्छु त पापा कति राम्रो देखेको भन्दै पापालाई मजाले देखाइरहेको थिएँ। अनि आएर नजिक आएर पनि हेरिराख्नु भएको थियो। यता भने बेबी जम्पिङ खेल्यो ताल हेर्नु न। अनि बिचरा हामी हाँस्यौँ भनेर त उता रिसाएर हजुरहरू गइस्यो भन्दै रिसाउँदै एकछिन्थ्यो। अनि बेबीलाई फेरि अर्को गेम पनि खेल्नु पऱ्यो कि। अनि त्यो गेम चाहिँ खेल्न सकिसिन्न बेबी, हजुर सानै होइसिन्छ भनेर म यता भने मजाले फकाइरहेको थिएँ। जति फकाए पनि आज चाहिँ बेबी सगरमाथा चढ्ने मुडमा होइसिन्थ्यो र चढेरै छोड्नु पऱ्यो। अनि सगरमाथा यस्तो चढ्दै होइसिन्थ्यो यहाँ आएछ त भात लाग्कै रहेछ। एक्चुअली यो क्यामेराले देखेन र मात्रै, नत्र बिजोग थियो मेरो छोरीको। हाम्रो मिनी ब्लग कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ।